कतिलाई पुग्यो हेलो नमस्ते 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 ल ल ल ल ल ल ल भाउजू कहाँ जानु लाउ र आजको रात त बसेर जाऊ आती सर हेलो सबैलाई भेट्नु होला हजुर है हाम्रो जय पनि हेर फेरि युकेमा आइन नसकेको पार्टीमा यस्तो भाग्यानी हुनुपर्छ है मान्छे त ल बिस्तारै बिस्तारै आऊ ए नमस्कार हजुर नमस्कार नमस्कार हेलो ल है ल जोसा 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 लाउनु साउनु खाउनु ल ठिक छ ल ल ल
ल ल ल ल हिँड हिँडेर पानी पराएको छ क्या पानी पऱ्यो नि आइपुग्यो जोस् दुईजना हामी तीनैजना नाच्ने आज मार्ने बिस्तारै बिस्तारै धन्यवाद र अब हाम्रो अतिथिज्यूहरूलाई अनुरोध गर्दछु धन्यवाद उत्तिनु भयो भने राम्रो हुनेछ धन्यवाद केली बाबा आशिष दिनु सबैलाई दुःख कष्टबाट दैनिक प्रकोपबाट रक्षा गर्नु हामीलाई दुःख कष्टबाट दैनिक प्रकोपबाट रक्षा गर्नु धन्यवाद
यता ल खाने टाइम भयो आऊ कोकोला हो ल ल ल ल ल आयो भिडियो आएको sorry
ल नमस्कार हजुर नमस्कार
What a performance! ल है ल आमासँग यता अलि यता ल जियोस् बेजिङ स्टोकबाट सुरु भयो है अरू अरू ठाउँ पनि आउनु बाँकी नै छ यति मात्रै के हो भने होइन आफ्नो सबैलाई बन्दोबस्त मिलाएर पनि आफूले पनि यस्तो गर्नुभयो नि होइन गर्दा हाम्रो समाजको तर्फबाट के आउँछ थाहा छैन यहाँ है सानो खालको गुडिया ल ल यसो त के हो यता हाल्नुहोस् न यहाँ ल त समाजका उपाध्यक्षज्यूलाई उहाँहरूलाई थाम दिनुभएको छ
उहाँ त्यहाँभित्र के छ रहस्यको कुरा छ अघि उद्घोष उपाध्यक्षज्यूले खाम प्रदान गरिसक्नु भएको छ यस्तै उहाँको हौसलाका लागि हैन अब चाहिँ अर्को प्रस्तुति नर्थ हल
प्लिज ल ल म यहाँ रोक्नु मेरो काम चाहिँ रोक्ने म अलिकति रोक्ने भयो नानी अर्को नानी आउनुहोस् न हजुर तपाईँहरूको नाचले त आगो बोल्यो क्या त आगै बोल्यो त ल बोल्दैन Mama,
हिजोमाथि छोतरीमा देखा देखा भयो हिजोमाथि छोतरीमा देखा देखा भयो आज भने मायासँग मलाई मन लायो भमरा भमरा खस्किने आयो फुलेको छलेर बसन हेरेको हेरेकै माता मायाको देखि कसन ए मायाको देखि कसन देखा देखा कति हन्छन् बाटोमा हिँड्दा नि देखा देखा कति हन्छन् बाटोमा हिँड्दा नि अल्मलिन्छु किन हजुर मुसुक हाँस्दा नि भमरा भमरा फुल्किँदै आयो फुलेको छलेर बसन हेरेको हेरेको थ्याङ्क यू तपाईँहरू यहीँ बस्नुहोस् कृपया यहीँ बस्नुहोस् यता आउनुहोस् तपाईँहरू डोको बोकेको महिला समूह यता आइदिनुहोस् त किन यता आउनुहोस् यता 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 यहाँ आउनु न यहाँ डोको बोकेर आउनु न चक्क डोको ल यहाँ ल वेल डन वेल डन सेवास नथलको पनि नाम आयो हल्का नथलको ल यहाँ फोटो सेवास यहाँ फोटो खिच्ने रे हेलो यहाँ फोटो खिच्ने होला फोटो खिच्ने सम्पूर्ण यहाँ उपस्थित हाम्रो प्रमुख अतिथि छु साथै यहाँ उपस्थित हुनुभएका बाबामा दाजुभाइ दिदीबहिनीहरू टाढा टाढादेखि पाल्नु भएको छ र तपाईँहरूको समयको लागि हामी सम्पूर्ण कोअर्डिनेटर टिमको तर्फदेखि धन्यवाद दिन चाहन्छौँ र यो कार्यक्रमको बिचबिचमा हामीले अरू कार्यक्रमहरू पनि समावेश गर्नुपर्ने अनि यहाँ आज उपस्थित भएको बेलामा सम्मान गर्नुपर्ने कामहरू अझै बाँकी नै छ जसले गर्दाखेरि त्यो कार्यक्रमहरूलाई पनि अगाडि पुरा गर्दै जानुपर्ने अवस्था भएको कारणले गर्दाखेरि हुने प्रोग्रामहरूमा तपाईँहरूलाई क्विकली जानकारी दिन चाहन्छु हाम्रो यो पुन समाज युकेको 8-9वटा क्षेत्रहरू छ यो युकेभरि त्यो क्षेत्रका सम्पूर्ण अध्यक्षज्यूहरू अनि एरिया प्रतिनिधिज्यूहरू अबको एकछिनपछि स्टेजको नजिकमा आइदिनको लागि अनुरोध गर्दछु यो चाहिँ तपाईँहरूलाई जानकारी यो सुनिसकेपछि तपाईँहरू टाढा टाढा नजानुहोस् जतिसक्दो छिटो आउनुहोस् हामी समय खेर नफाल्ने भनेर तपाईँहरूलाई एउटा सूचना भन्दै आज हाम्रो अग्रजज्यू नेपालदेखि आउनुभएको छ उहाँ चाहिँ कुन समाज नेपाल साथै पोखरा नगर कार्य समितिका अध्यक्ष हुनुहुन्छ उहाँ चाहिँ राजकुमारी पुनज्यू जो हाम्रो स्टेजमा आइसक्नु भएको छ र हाम्रै अध्यक्षज्यू अगाडि आइदिनुको लागि अनुरोध गर्दछु साथै भाइस प्रेसिडेन्टज्यूले चाहिँ यो ध्वजा लगेर उहाँलाई सम्मान गर्नको लागि चाहिँ हार्दिक अनुरोध गर्दछु र यो समयमा हजुरहरूले जे भए पनि उहाँ एउटा लिडर एकदमै लिडर व्यक्ति पुन समाज नेपालको सम्पूर्ण अधिराज्यभरि चाहिँ उहाँले विभिन्न किसिमको योगदानहरू दिइराख्नु भएको छ र त्यसको लागि चाहिँ हजुरहरूले चाहिँ उहाँलाई धन्यवाद दिँदै ताली दिनको लागि अनुरोध गर्दछु। र हजुरहरूले उहाँ चाहिँ राजकुमारी पुन
पोखरा नगरका अध्यक्ष साथै पुरुष समाज नेपालको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ र अब चाहिँ मैले अघि नै भने सुनिल भाइलाई पनि उहाँले दिनुहुन्छ अनि नर्थौल ब्रान्चका हाम्रा टिकापुरज्यूलाई पनि उहाँले पनि यहाँ एकदमै चुप्प गरिराख्नुभएको छ उहाँलाई पनि यो बुक हस्तान्तरण गर्न र निजान सम्मान गर्नको लागि चाहिँ अगाडि स्टेजमा बोलाउँदैछु र कोलचेस्टर ब्रान्चका अध्यक्ष राम गर्नुजापुरज्यूलाई पनि स्टेजमा बोलाइएको छ र तपाईँहरूको ताली पनि कन्टिन्यू गइरहोस् प्लिज ताली यो तपाईँहरूले ताली बजाउनु भयो भने पनि तपाईँको स्वास्थ्यमा सुधार आउनेछ यो चाहिँ एउटा योगाको र एउटा हाम्रो के अरे मानव जीवन शैलीमा हुने एउटा प्रक्रिया अनुसार तपाईँहरूले ताली बजाउनु भयो भने पनि तपाईँको स्वास्थ्य सुधार हुनेछ धन्यवाद अनि हाँसको ब्रान्चको अध्यक्ष केन्द्रपुन दाई पनि आइदिनुहोस् हाम्रो एरिया रेफ्सहरू कोही हुनुहुन्छ कोही आउनु ल फलम स्ट्रिटबाट किम्बाई आइसक्नुभयो र हाँसको ब्रान्चको खै एकजना केन्द्र दाई आउन सक्नुहुन्छ अथवा लिलराम दाई आए पनि हुन्छ नमस्ते आफू हुन्छ ल धन्यवाद है उहाँहरू बिना हाम्रो पुन समाज युके केन्द्र चल्दैन है तपाईँहरू कुन कुन ठाउँबाट आउनुभयो है अहिले पनि यहाँ युकेमा उहाँ आफ्नै खर्चमा आउनुभयो तर समाज भनेपछि यहाँनिर आउनुभएको छ क्या त्यही भएर हामीले उहाँलाई धन्यवाद आउनुभयो भन्नु खोजेको मात्र है हजुर ल तपाईँलाई एकदम धन्यवाद है त थ्याङ्क यू सेतो धागोको विच इज हाम्रो कर्पकाली बाबाको ध्वजाको रिप्रेजेन्ट गर्छ जस्तो लाग्छ हजुर राम्रोसँगले हेर्नुहोस् है फेरि म्याजिक चाहिँ कस्तो पक्कै म्याजिक हो कि एउटा सेतो छ होइन त्यसमा चाहिँ अब तपाईँहरूलाई चाहिँ मैले के गर्छु भने है यो ध्वजा कुनै फेरि छैन है हजुर है हेरिराख्नुहोस् है अब मैले के गर्दैछु तपाईँहरूलाई म यहाँ इन्स्ट्रक्सनको लागि मैले के गर्छु भने के गर्दैछु पनि भन्दैछु क्या तपाईँहरूलाई चट्ट देखाइहाल्दा केही थाहा हुँदैन नि त होइन गरेर मैले चाहिँ के गर्दैछु ल तपाईँहरूले भन्नुहोस् मैले के बनाएँ ल भन्नुहोस् त के भयो गाँठो भएन अब मैले नानीहरूले यहाँ भन्दैछ गाँठो भन्छ गाँठो कहाँ भएछ रातोमा कि सेतोमा सेतोमा भन्छ नि होइन यो त गरेको नि त होइन अब यसलाई चाहिँ मैले के गर्नु पऱ्यो भने तपाईँहरूले नेपालमा सर्पहरू लडेको देख्नुभएको थियो छैन सर्प लडेको हुन्छ नि है कोही कोही देख्नुभएको छ कोही कोही देख्नुभएको छैन तर कोहीले चाहिँ सायद युट्युबतिर हेर्नुभएको छ होला गर्दा चाहिँ म चाहिँ आज यो लडाउँदैछु क्या दुइटा है ओम फट्छु अलिकति याद गर्नेले बाबाको पनि लाउनुपर्छ क्या मन्त्र पनि लाउनुपर्छ क्या होइन देख्नुभयो नि होइन गर्दा चाहिँ अब के हुन्छ भने ओम फट्छु ओम फट्छु ओम फट्छु ओम फट्छु के भयो तपाईँ आफै भन्नुहोस् के भयो अघि धागो कहाँ थियो गाँठो कहाँ थियो है तपाईँले भन्नुभयो होला यो जे मराल ढाक्यो भने होइन गर्दा चाहिँ म यसलाई चाहिँ यतातिर राख्छु है गर्दा चाहिँ अब यहाँ काट्नु छैन अब यो गाँठोलाई अब गर्नुपर्छ समथिङ गर्नुपर्छ यहाँ दिनु छो अब यसलाई त तान्नु पऱ्यो नि होइन छो 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 गाँठो है गाँठो आउँदैछ देख्नुभयो कि भएन प्लिज देखेदैन भन्नुहोस् है गाँठो पनि आयो यहाँबाट हो गाँठो आउँदैछ होइन अहिले रातोको धागो है रातोको गाँठो हो तपाईँले भन्ने मराले के ढाँट्यो भने यो नबताइ हो कि होइन गाँठो मेरै हातमा छ होइन अब यसलाई के भन्नु अब
तलको चाहिँ उ लगाउनुपर्छ है। ओ यो गाँठोलाई चाहिँ छ ल के हो तपाईँ बाबाको जादुले त्यो गाँठो कहाँ गयो फेरि ब्याट्री आउँछ। अब यसलाई अब समथिङ त गर्नु पर्यो। छो 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 मन्त्र छो मन्त्र छो मन्त्र छो मन्त्र छो मन्त्र ल हो ल यो एउटा है हो पनि लाग्यो है। अब यो चाहिँ यहाँ राख। तपाईँहरूलाई कुनै पनि ट्राफिक लाइटहरू बोल्दा चाहिँ सबै टपमा चाहिँ रेड हुन्छ, एम्बर हुन्छ, ग्रिन हुन्छ। ग्रिन बोल्दाखेरि ग्रिन बोल्नको लागि फेरि अदरवाइज जुन बोल्नको लागि एम्बर बोलेर त्यस्तो हुन्छ होइन। यस्तो हुन्छ नि त गर्दा चाहिँ त्यही कुरा रिप्रेजेन्ट गर्न मैले ठुल्ठुलो फेरि बल ल्याइदिएको छु तपाईँहरूलाई। कुनै कन्फ्युज छैन। रेड एम्बर ग्रिन होइन यस्तो हुनु पऱ्यो नि त। गर्दा चाहिँ यहाँ चाहिँ जादु अब यहाँ कर्णगिरी बाबाको यहाँ फेरि शक्ति लाउनु पर्छ त्यो ढुङ्ग्रोमा। ओ पछो अब खोल्नुपर्छ। अब सबभन्दा बटममा हाल्नुको लागि सबभन्दा पहिला के हाल्नु पऱ्यो यो ढुङ्ग्रोमा यो हरियो हाल्नु पऱ्यो नि होइन। मैले हरियो हालेको छु है राम्रो छ हेर्नुहोस् है। आँखा मेरो नदिएन हरियो हालेको छु है हो। अब नेक्स्ट के हाल्नु पऱ्यो पहिलो मतलब एम्बर होइन एम्बर हाल्नु पऱ्यो है। गछ है यति ढङ्ग हुने त जाँदैन थियो होला नि। अब फाइनली के हुनु पऱ्यो रेड हाल्नु पऱ्यो छु। अब कर्महरूले बाबाको शक्ति लाग्छ लाग्दैन है। मैले यही सिक्नुअनुसार त्यो बल हाल्यो भने यदि मैले निकाल्यो भने यही अनुसार हुनुपर्छ पर्दैन पर्छ नि होइन है। ल है त्यो हुनुपर्छ नि है। हेर्नुहोस् है कर्मगिरीमा मलाई शक्ति दिनुहोस्। के हो है सर आज तपाईँलाई बदल छ। फेरि म गएर एकचोटि गरेर देखाउँछु है तपाईँहरूको लागि। खाली हो होइन खालीमा मैले हालेँ खाली बोतल। अब बटममा जानलाई के हाल्नु पऱ्यो अगेन ग्रिन हाल्नु पऱ्यो। गएर यहाँ बस्नु पऱ्यो नि ग्रिन। अनि यहाँबाट यो जानु पऱ्यो यस्तो जानु पऱ्यो यस्तो हुनु पऱ्यो नि होइन। गर्दा चाहिँ ग्रिन हाल्यो है। अब के हाल्नु पऱ्यो एम्बर हाल्नु पऱ्यो अथवा येल्लो एम्बर हाल्नु। लास्टमा रेड हाल्नु पऱ्यो होइन। गर्दा रेड यहाँ आउनु पऱ्यो होइन। राइट ओ कर्णगिरी बाबा मलाई शक्ति दिनुहोस्। तपाईँले पहिला भन्नुभयो थियो जादुगर बन्छ भनेर हुन्छ कि क्या चाहिँ छो ल हेर्नुहोस् है राम्रो छ हेर्नुहोस् है। फेरि रिप्रेजेन्टको लागि फेरि के भयो हो अब ताली 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 तपाईँहरूले यो ओह्रालो के भन्छ भने यो उमा चाहिँ हेर्नु हेर्नुहोस् कुनै गेमिक छैन यसमा। तपाईँ ढङ्ग छ यहाँ खाली चाहिँ ए कुनै उ छैन है नथिङ हो। यो मोराले सस्तो चाहिँ हामी कहाँ राखेको के गर्ने यहाँ छैन हो। ल आजको मेरो यति त ल हजुरलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। ताली 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 सोट पनि हाल्नुहुन्छ क्या। नमस्कार म के धुलो छुट्टी आएको थिएँ नि अर्को महिनाको 22मा हजुर थियो। यो कान्छीसित जान्न सारालाई हजुर मुनि भन्ने मनले त जाने हो र भनेर घरे पानीसँग नआएर त घरे पानीको डाँडामा त चुला बास्न गरे। अर्किने गएर त आज 6 बजे गयो। यो कान्छीको मायाले गर्दा म बर्बाद भयो। नमस्ते सबैजनालाई। यो भिन्नाले मलाई पहिलाको छुट्टीमा नि त्यस्तै गरी लतारी लतारी खाली जानुभयो। अहिले त बच्चा बच्चा छु अहिले नि खाली जानुभयो। आजै नि कोहीले मलाई मनपर्छ भने आइज
सही हो सही हो सही हो। ल उहाँको हल्का संवादपछि ट्र्याक प्लिज। अनि अगाडि आउनु त अगाडि अझै अगाडि आउनु अझै अगाडि। घुम्दै के अरे पाखापानी आयो। पाखापानीमा पाइजा बाह्र देउता हुन्छ नि के
बिदा बाँधे भएर जान्छ पैसा पनि झरेकै हो, दान पनि झरेकै हो, पुर्खाले पनि नाचेकै हो भन्दै तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै सुनिलजी हाम्रो कार्यक्रम चाहिँ कन्टिन्यू छ ल हुन्छ खाएको छैन अब खान्छु म अघि धेर खाएको छु क्या बिहानको हजुर बिहानको धेर खाएको ल ल ए खानु र खै ए पानी ल ल जाऊ यता जाऊ पानी छैन पानी त्यहाँ छ